यदि तपाईहरू पनि हेउगोकेन अथवा कोबे वरिपरि बस्नुहुन्छ भने यो प्रचण्ड गर्मीमा सुमा बीचमा गएर नुहाउन चाहिँ नबिर्सिनु होला है। यदि तपाईहरू अहिलेसम्म पनि सुमा बीचमा जानु भएको छैन अथवा यहाँ कसरी जाने, कुन बाटो जाने भनेर थाहा छैन भने यो सुमा बीच जानको लागि चाहिँ जेआर एकीबाट जानुपर्ने हुन्छ र सुमा एकीमा झरेर तपाईहरूले छर्लङ्गै समुद्र देख्न सक्नुहुन्छ र तपाईहरूको दिन रमाइलो गर्न सक्नुहुन्छ। यहाँ चाहिँ गर्मी महिनामा धेरै मानिसहरू हुने हुँदा एकदमै पानीहरू फोहोर हुन सक्छ। त्यही भएर नै तपाईहरू अलिक चाँडै समयमा गएर नुहाउन सक्नुहुन्छ र दिनभरि आफ्नो मजाले भिडियो फोटोहरू बनाउँदै रमाउँदै पौडी खेल्न सक्नुहुन्छ र घर फर्किने बेलामा चाहिँ यहाँ सफा पानीमा धारामा नुहाउन सक्नुहुन्छ। ल है, हामी त गएर नि रमाइलो गरेर आइसक्यो, अब पालो तपाईहरूको।